साथीहरू, आज हामी यहाँ चौकुनीमा 3 महिने साङ्केतिक भाषाको तालिम थियो। तालिम सकेर यता गाउँतिर घुम्दैछौँ। गाउँ कस्तो रहेछ भनेर गाउँतिर हेर्न आएको थियौँ। श्री जीवन ज्योति माध्यमिक विद्यालय है साझामा फुटबल खेलिरहेका छन् बच्चाहरू। यहाँ चाहिँ बाल विकासदेखिबाट कक्षा 12 सम्म पढाइ हुन्छ अनि त्यस्तै बाहिर स्रोत कक्षाहरू पनि छ। अपाङ्गता बच्चाहरूको पढाइ पनि हुन्छ। यहाँ चाहिँ बच्चाहरू बस्ने होस्टेल हो। यो चाहिँ बाहिर बच्चाहरू बस्ने, बाहिर बच्चा बस्ने होस्टेल। यो चाहिँ बाहिर बच्चाहरू पढ्ने भवन हो। यो बाहिर बच्चाहरू पढ्ने क्लास चाहिँ यो हो। वरिपरि सबै सङ्केतहरूको राखिरहेको छ। बिचमा टिभी राखेको छ। यो चाहिँ बच्चाहरू पढ्ने ठाउँ। सबै बाहिर बच्चाहरू बस्छ। यहाँ पढ्ने ठाउँ यो चाहिँ 3 महिने तालिम गर्ने ठाउँ हो यो चाहिँ। अहिले तालिम यसैमा सञ्चालन भइरहेको छ। अहिले त शुक्रबार, आज चाँडै थियो, सबै गइसक्नुभयो। तालिम गर्ने ठाउँ चाहिँ यही हो। आज शनिबार नुहाइधुवाइ गरेर आएर सबै यहाँ यो चाहिँ नि बच्चाहरूलाई पढाउने टिचर बस्नुहुन्छ यहाँ। बच्चाहरूले खाने यो खाना खाने ठाउँ यो। अनि यता तरकारी रोप्नु भएको छ। यी सबै यता तरकारी रोप्नु भएको छ। सबै मिलेर गर्नुहुन्छ। तरकारी रोप्ने ठाउँ उता पछाडि छ। उता पनि छ ठाउँ। यहाँ बच्चाहरूको आया हुन्छ। यहाँ पकाउने बेला भन्छ क्या। उहाँ पनि आया हुनुहुन्छ। उहाँ कपडा धुँदै हुनुहुन्छ। बच्चाहरूलाई स्याहार गर्ने। यता चाहिँ तरकारी, यता पनि छ तरकारी खेती। बच्चाहरू बसिरहेछन् यहाँ। अरू त खेल्न गएछन् कति, कोही यहाँ छन्। कुरा गर्दै रमाइरहेछन् बच्चालाई बाल कोरिदिने हो नि, स्याहार सुसार गर्ने, नुहाइधुवाइ गरिदिने। अनि चाहिँ बच्चाहरूलाई स्याहार सुसार गर्ने पनि गर्नुहुन्छ। नमस्कार, मेरो नाम सुनिता थापा। म यो बहिरा शिक्षाको आया। अब केटाटीलाई खाना पकाउने, नुहाइधुवाइ गर्ने, अब यस्तै हो काम। सरसफाइ गरिदिने, देखरेख गर्ने। कतिको गाह्रो हुन्छ त नानी बाबुहरूसँग? गाह्रो त गाह्रै हुन्छ। अब कसरी पुरै बुझ्दैनन्, यता उता जान्छन्। भनेको कहिले नबुझ्यो भने समस्या हुन्छ। त्यही भएर सङ्केतिक भाषा सिक्नको आवश्यकता भएर यहाँ सङ्केतिक भाषाको तालिममा प्रवेश भएको। मेरो नाम गोमा खराल सापकोटा। म अपाङ्ग केटाटीलाई रेखदेख गर्ने आयाको काम गर्छु। अनि यिनीहरूलाई रेखदेख गर्ने, सरसफाइ अनि साँझ बिहान हेर्ने, जानेका कुरा अलिअलि पढाउने सिकाउने काम गर्छु। नानी बाबुहरू पढ्ने नानी बाबुहरू सङ्केत गर्दैछन्।
सबैले आफ्नो आफ्नो परिचय दिइरहेका छन् आफ्नो साङ्केतिक भाषामा। चौकुनेको गाउँपालिका कार्यालय हो यो चाहिँ, गाउँपालिका भवन। वरिपरि गाउँ छ। यो बिचमा चाहिँ यहाँ तालिममा आउँदाखेरि बस्ने होटल चाहिँ यो है। शिव मन्दिर रहेछ यहाँ। कस्तो राम्रो मूर्ति बनाएर राखेको रहेछ, शिवजीको मूर्ति रहेछ कस्तो राम्रो। शिवलिङ्ग शिव यहाँ साँडेको कस्तो राम्रो बनाएर राखेको रहेछ। यतापट्टि चाहिँ बस्ने ठाउँ, भक्तजनहरू आउँदाखेरि बस्ने भजन कीर्तन गर्ने ठाउँ होला सायद। पालिकाभन्दा अलिकति माथि आफिस ठाकुर मन्दिर। यहाँ मन्दिरको साइडमा त्यहाँ धारा। यहाँ चाहिँ नुहाउने ठाउँ बनाएको रहेछ, कति धेरै धाराहरू। यतिखेर चारवटा धारा, यति ठुलो धारा आउँदो रहेछ। यता पुरुषहरू नुहाउने ठाउँ, यता महिलाहरू नुहाउने ठाउँ। नानी सानो बच्चाहरू नुहाउँदैछन् नि। देखेर यो दुईवटा सानो बच्चा रहेछ, हामीतिर ठुलो हेरिरहन्। केरा गाडी रहेछ यहाँ ठ्याक्क परालको टौवा छ यहाँनिर। कति राम्रो गाउँबारी हो नि त साथीहरू। सब यो गाउँबारी हो है। गाउँ कति राम्रो भएको छ र। कस्तो मान्नु साथी, चौकुने गाउँपालिका हो यो। कस्तो मान्नु भयो हेर्दै। डाँडा छ यी नजिकै गाउँ छ डाँडा मुनि। यो अझ यता चाहिँ अझ बढी बाक्लो गाउँ छ अलि तल। हामी चाहिँ अलि माथि डाँडातिर छौँ अहिले। मसुरो बारी रहेछ यहाँ। मसुरो कस्तो राम्रो उम्रेको रहेछ है। घुमघाम चलिरहेको छ। पुरा गाउँबारी तर खेती नै राम्रो हुँदो रहेछ यतातिर। हामीहरू यो गाउँ घुम्दैछौँ है। दुईजना साथीहरू आउँदै हुनुहुन्छ। यस्तो राम्रो पानी लाग्दो रहेछ है। सुन्दर एकता बस्ती रहेछ यहाँ चाहिँ। माथि डाँडातिर कस्तो रहेछ भनेर घुम्दै आएको। राम्रो रहेछ, बस्नलाई राम्रो रहेछ। नजिकै डाँडा काँडा घरहरू टाढा रहेछ घरहरू चाहिँ। कस्तो राम्रो स्वच्छ वातावरण छ यहाँ। वरिपरि हरियो डाँडा, बिचमा अलिअलि यहाँ माथिपट्टि आउँदाखेरि अलिअलि सानो बस्ती रहेछ।